हामी प्रवेश गर्दैछौँ अकल्यान्डको सिटी सेन्टरभित्र। न्युजिल्यान्डमा हो यो रोडको एन्डमा पोर्ट छ। अब हामी सिटी सेन्टरभित्र छौँ। यहाँ अपार्टमेन्टहरू, होटलहरू, ब्याङ्कको हेड अफिस, डेटा सेन्टरहरू छन् धेरै। अब अरू देशको तुलनामा यता ट्राफिक अलिक कमै छ, मान्छेहरू पपुलेसन कम छन्, त्यही भएर अलिकति पोल्युसन कमै छ। अनि त्यही हो, अब देश राम्रै छ। यसो हेर्नु होला, हेरेर को कहाँबाट हुनुहुन्छ कृपया कमेन्ट गर्नु होला, प्रतिक्रिया दिनु होला, कस्तो छ, हजुरहरूलाई कस्तो लाग्यो गर्नु होला। जाऊ, मलाई जानु दिए, धन्यवाद। मलाई ठिक छ, यस्तै छ। अब रुल्स फलो गर्नुपर्छ, ट्राफिक रुल्सहरू हरेक कुरा फलो गर्दाखेरि राम्रै हुन्छ। देश डिसिप्लिनमा बसेपछि देश विकासै हुन्छ। त्यही भएर हामी पनि सबै कुरा नियमहरूको पालना गर्नुपर्छ राम्रोसँगले। अब यो सिटी सेन्टरभित्रको अब अलिकति दृश्यहरू हो, यसो हेर्नु होला, प्रतिक्रिया दिनु होला। अहिले हामी यो सिग्नलमा, रेड सिग्नल भएर हामी ट्याक्क ग्रिन सिग्नल आयो। अब हामी मुभ हुँदैछौँ, तर यहाँ अलिक ट्राफिक धेरै भएर बिस्तारै जानुपर्ने हुन्छ। अब हामी यसरी गयौँ। अब हामी हाम्रो पार्किङ स्थलतिर आउन लागेको छौँ। अब यहाँ चाहिँ फेरि त्यही हो, मेन सिटी सेन्टरभित्र भनेको पार्किङको समस्या हो। पार्किङ पाउनु अलिक गाह्रो हुन्छ। पैसा तिर्नुपर्छ अलिकति, पार्किङमा चाहिँ धेरै खर्च हुन्छ। अरू चाहिँ राम्रै छ भन्नुपर्छ। अब यस्तै छ। अब हामी बस्ने यही हो, एपार्टमेन्ट राइटतिर। तर अब हामी पार्किङको लागि चाहिँ अलिक परै जानुपर्ने हुन्छ। सिग्नल आयो, सिग्नल आएपछि रोक्नु पर्यो रेड सिग्नलमा। अब कतिखेर खुल्छ अनि हामी जानुपर्ने हुन्छ। अब यो रोडको ठ्याक्क सिधा हामी गएपछि